Hello everyone, a very warm welcome to the video. My name is CA Lokendra Oli. आइक्यानले भर्खरै मात्रै नयाँ कोर्स रिलिज गरेको छ CA को. पुरानो कोर्सको स्ट्रक्चरहरू सिमिलर नै छ तर कोर्स कन्टेन्ट वाइज म्यासिभ चेन्जेसहरू छ है. धेरै चेन्ज र एकदमै एक्चुअली राम्रो चेन्जेसहरू पनि गरेको छ. र यो नयाँ कोर्स अन्तर्गत फाउन्डेसन लेभलमा जुन पेपर नम्बर 4 रहेको छ ल एन्ड ट्याक्सेसन, त्यो पेपरको आज चाहिँ म यस भिडियोमा कन्टेन्टको डिटेल्ड एनालाइसिस गर्नेछु. पुरानो कोर्सको कम्पेरिजनमा के चेन्जेसहरू छ हो, बेसिकली के एक्स्ट्रा एड भयो, के एक्स्ट्रा डिलिट भयो, त्यो सबै कुराहरू र ओभरअल यो पेपरमा चाहिँ हामीले के सिक्न पाउँछौँ र यसले पछि गएर हाम्रो एप्लिकेसन लेभल र एडभाइजरी लेभलमा कस्तो हेल्प गर्छ भन्ने कुराहरू चाहिँ आज हामीले यस भिडियोमा छोटो मिठो पारामा सिक्नेछौँ. सो दिस इज योर पेपर नम्बर 4 ल एन्ड ट्याक्सेसन, जसमा चाहिँ पार्ट ए ल छ जुन 50 मार्क्सको आउँछ है. सरी, यो 50 मार्क्सको हुन्छ. टोटल पेपर 100 मार्क्सको. पार्ट ए ल रहेको छ, यसको वेटेज 50% छ, 50 मार्क्सको आउँछ. र पार्ट बी ट्याक्सेसन रहेको छ है, जुन चाहिँ जसको वेटेज अगेन 50% छ, 50 मार्क्सको आउँछ. लको कोर्स कन्टेन्ट हेर्दाखेरि म चाहिँ सँगसँगै जुन हाम्रो पुरानो कोर्स छ क्याप 1 त्योसँग पनि कम्पेयर गरेर अगाडि बढ्छु, ताकि यदि कुनै पुरानो कोर्सको विद्यार्थीहरूले भिडियो हेरिराख्नु भएको छ भनेपछि नयाँ कोर्समा कन्भर्ट गर्ने कि नगर्ने भन्ने कुरामा डिसाइड गर्न हेल्प हुनसक्छ है. सो पहिलो च्याप्टर छ लेजिस्लेटिभ प्रोसेस इन नेपाल एन्ड मेन एलिमेन्ट्स अफ लिगल फ्रेमवर्क इन नेपाल भनेर है. यसमा चाहिँ ल भनेको के हो, कसरी बन्छ, संसदमा कसरी पास हुन्छ, संविधान भनेको के हो, टाइप्स अफ ल है, ल कति किसिमको हुन्छ, लको पावर भनेको लको पावर के हो, लको फिचर्स के कस्तो हुन्छ, यो सबै बेसिक इन्ट्रोडक्सन पार्टहरू छ. सो पुरानो कोर्ससँग कम्पेयर गर्दाखेरि हाम्रो जुन च्याप्टर नम्बर 1 थियो इन्ट्रोडक्सन टु ल भनेर, त्यही नै च्याप्टर हो यो. यसमा एउटा एडिसनल छ लेजिस्लेटिभ प्रोसेस इन नेपाल भनेर एडिसनल छ क्याप 1 को च्याप्टर. पहिला चाहिँ जस्तो ल कसरी बन्छ भनेर हामी आफैले भन्नु पर्थ्यो है, एडिसनल नलेज. र यो चाहिँ जस्ट नलेज पर्पजको लागि बुझिराख भनेर बुझाउनु पर्थ्यो भनेपछि अहिले कोर्सकै पार्ट रहेको छ, मजाले लेखिदिएको छ है. कुनै पनि एक्ट चाहिँ अथवा कुनै पनि ल कसरी बन्छ, बिलदेखि लिएर प्रेसिडेन्टले पास गर्दासम्मको त्यो एन्टायर प्रोसेसहरू त्यो यसमा इन्क्लुडेड छ. र आइक्यानले चाहिँ अर्को एउटा इन्ट्रेस्टिङ कुरा, आइक्यानले चाहिँ प्रपरली लर्निङ अब्जेक्टिभहरू सबैको डिफाइन गरिदिएको छ, कुन च्याप्टर पढेर हामीले चाहिँ के सिक्न पाउँछौँ भनेर. प्लस त्यसको एक्जाममा वेटेज कति हुन्छ अब च्याप्टर वाइज डिफाइन गरिदिएको छ. पहिला चाहिँ हामी आफैले त्यो बनाउनु पर्थ्यो है. पहिला चाहिँ आफैले पास्ट क्वेसनहरू एनालाइज गरेर आइक्यानले कहाँबाट क्वेसन सोध्छ भनेर भनेपछि कति मार्क्सको सोध्छ भनेर. अहिले चाहिँ अब त्यो आइक्यानले आफूले डिफाइन गरिदिएको छ. च्याप्टर नम्बर 2 रहेको छ नेपाल चार्टर्ड अकाउन्टेन्ट एक्ट 2053 है. यो अगेन वान मोर इम्पोर्टेन्ट एक्ट. अब सिए पढिँदैछ भनेपछि सिए कसरी बन्ने, सिए कहाँबाट आएको, कसरी बनेको एक्ट, त्यसको बारेमा त थाहा हुनु पऱ्यो. सो यसको बेसिक कुराहरू है, सिएको काउन्सिलको बारेमा, हाम्रो जुन आइक्यानको काउन्सिल छ काउन्सिलको फर्मेसनको बारेमा, र सिए मेम्बरसिप कति किसिमका मेम्बरहरू हुन्छन्, मेम्बरसिप कसरी लिने, जुन बेसिक कुराहरू छ त्यो कुराहरू चाहिँ यो च्याप्टरले हामीलाई सिकाउँछ है. यो च्याप्टर पुरानो कोर्समा थिएन है, दिस इज कम्प्लिटली न्यू च्याप्टर. अब नयाँ कोर्समा डाइरेक्टली जोइन गरेको भए पनि त यो कुरा रिलेभेन्ट भएन, तर पुरानो कोर्सको लागि रिलेभेन्ट हुनसक्छ. दिस इज कम्प्लिटली न्यू एक्ट. र यो च्याप्टर नम्बर आइक्यानको अनुसार च्याप्टर नम्बर 1 प्लस च्याप्टर नम्बर 2 गरेर हजुरको चाहिँ टोटल 5 मार्क्सको क्वेसन एक्जाममा आउँछ है. यसको वेटेज 5% भनेर दिएको छ. त्यसपछि च्याप्टर नम्बर 3 छ पार्ट 5 अफ नेसनल सिभिल कोड 2074 है. यो पार्ट 5 अफ नेसनल सिभिल कोड 2074 मा के छ त भन्दाखेरि सबै जति पनि हाम्रो कन्ट्र्याक्ट रिलेटेड प्रोभिजनहरू छ, हामीले जुन डेली लाइफमा जति पनि कन्ट्र्याक्टहरू बनाउँछौँ त्यो कन्ट्र्याक्ट कस्तो बनाउने, कसरी बनाउने है, यो सबै कुराहरू यसले सिकाउँछ. ठिक छ, यो कुराहरू यसमा इन्क्लुडेड छ. यो अलरेडी हाम्रो पुरानो कोर्समा पनि थियो, नयाँ कोर्समा पनि छ. र यसमा के सिक्न पाइन्छ भन्दाखेरि इन्ट्रोडक्सन टु कन्ट्र्याक्ट, पहिला त कन्ट्र्याक्ट भनेको के हो, प्लस टाइप्स अफ कन्ट्र्याक्ट है, कति किसिमका कन्ट्र्याक्टहरू हुन्छन्, यो सबै कुराहरू छ. त्यसपछि अफर एन्ड एक्सेप्टेन्स, कन्ट्र्याक्टको अफर कसरी गर्ने, त्यसको एक्सेप्टेन्स कसरी गर्ने, कम्पिटेन्स टु एन्टर इन्टु कन्ट्र्याक्ट है. कन्ट्र्याक्टमा एन्टर गर्नको लागि के कस्तो कम्पिटेन्स चाहिन्छ. कम्पिटेन्स भनेको हजुरसँग कुनै लिगल अथवा एकाडेमिक क्वालिफिकेसन हुनु पर्दैन, सर्टेन क्राइटेरियाहरू छ, त्यो सबै कुराहरू. फ्री कन्सेन्ट है, कन्ट्र्याक्टमा एन्टर हुनको लागि सबैको कन्सेन्ट चाहिन्छ, प्लस फ्री कन्सेन्ट हुनुपर्छ. कन्सिडरेसन भनेको के त भन्दाखेरि प्राइस बेसिकली. अब एकदमै भेग र एकदमै लेमेन्टमा भन्दाखेरि प्राइस कसरी पे गर्ने, त्यो सबै कुराहरू. त्यसपछि कन्टिन्जेन्ट कन्ट्र्याक्ट भनेको के हो, इन्सुरेन्स कन्ट्र्याक्ट भनेको के हो, वेजरिङ अग्रिमेन्ट भनेको के हो, यो सबै कुराहरू. अर्को एउटा इम्पोर्टेन्ट च्याप्टर हुन्छ सेल अफ गुड्स भनेर.
ठिक छ, जुन हामीले डेली लाइफमा हरेक दिन गर्ने गर्छौँ। सेल अफ गुड्सको कुराहरू, कन्ट्र्याक्ट अफ ग्यारेन्टी, कन्ट्र्याक्ट अफ इन्डेमनिटी, त्यसपछि कन्ट्र्याक्ट अफ बेलमेन्ट रहेको छ, प्लेज, एजेन्सी, यो सबै कुराहरू, यति धेरै कुराहरू छ यसमा है। यो लङ च्याप्टर, एकदमै लामो च्याप्टर छ। अब क्याप 1 सँग कम्पेयर गर्दाखेरि, क्याप 1 र फाउन्डेसन लेभलमा कम्पेयर गर्दाखेरि सर्टेन कुराहरू छैन है। पहिला क्याप 1 मा पढ्दाखेरि 3टा च्याप्टरहरू थियो, पर्फर्मेन्स अफ कन्ट्र्याक्ट, टर्मिनेसन अफ कन्ट्र्याक्ट र ब्रिज अफ कन्ट्र्याक्ट। क्याप 1 को भाइ बहिनीहरूलाई याद होला, त्यो एकदमै लामो च्याप्टरहरू थियो 3टा, अलिकति टेक्निकल पनि थियो। प्लस एक्जाम पर्सपेक्टिभबाट हेर्दाखेरि यो 3टा च्याप्टर मोस्ट इम्पोर्टेन्ट च्याप्टर थियो है। एकदमै म्याक्सिमम क्वेसनहरू यही 3टा च्याप्टरबाट आउँथ्यो ठिक छ। यो 3टा च्याप्टरमध्ये मिनिमम एउटा या 2टा क्वेसन त जसरी पनि आउँथ्यो सब्जेक्टिभमा, अझ अब्जेक्टिभमा त क्वेसन जसरी पनि आउँथ्यो। यो 3टा च्याप्टरहरू चाहिँ अहिले अब रिमुभ भएको छ है। सो ओभरअल हेर्दाखेरि एमसिसीएको पार्टहरू अलिकति रिड्युस छ, तर अब अलमोस्ट 80% चाहिँ क्याप 1 मा जे थियो त्यही नै मानेर हामी अगाडि बढ्न सकिन्छ। र आइक्यानले चाहिँ यसलाई अगेन च्याप्टर पनि एकदमै लामो छ, यसलाई चाहिँ 15 मार्क्सको वेटेज दिएको छ है। सो एक्जाममा 15 मार्क्स बराबर चाहिँ नेसनल सिभिल कोड 2070बाट यु विल बी एबल टु सी द क्वेसन्स। यो चाहिँ दुईटै इन्क्लुडिङ है, सब्जेक्टिभ प्लस अब्जेक्टिभ दुईटै इन्क्लुड गरेर। त्यसपछि अर्को छ च्याप्टर नम्बर 4 भनेर इन्डस्ट्रियल लज भनेर ल्याएको छ आइक्यानले, र त्यसमा 4वटा एक्टहरू छ है। प्राइभेट फर्म रजिस्ट्रेसन एक्ट, पार्टनरसिप एक्ट, अनि त्यसपछि इन्ट्रोडक्सन टु कम्पनीज, यो बेसिकली कम्पनीज एक्ट 2063 कै पार्ट हो, र इन्डस्ट्रियल इन्टरप्राइजेस एक्ट भनेर। यसमध्ये पार्टनरसिप एक्ट 2020 अलरेडी हाम्रो क्याप 1 को कोर्समा पनि थियो, सेम एज इट इज। यसमा चाहिँ कुनै एडिसन रिलेसन केही पनि छैन, क्याप 1 मा जे थियो त्यही नै कुराहरू छ है, कुनै नयाँ कुराहरू छैन। र यो 3टा एक्ट चाहिँ अब नयाँ भनेको क्याप 1 को विद्यार्थीहरूको लागि है। दिस इज कम्प्लिटली न्यू टु एभ्रीवन। सो एक्चुअली ओभरअल कोर्स कन्टेन्ट हेर्दाखेरि एकदमै राम्रो छ है। प्राइभेट फर्म रजिस्ट्रेसन एक्ट भनेको यसको एकदमै बेसिक कुराहरू, प्राइभेट फर्म भनेको के कभर हुन्छ, बेसिकली सोल प्रोप्राइटरसिप र पार्टनरसिप फर्म कभर हुन्छ भनेको छ। त्यसलाई रजिस्टर कसरी गर्ने, कुन डिपार्टमेन्टमा गएर गर्ने रजिस्ट्रेसन र कसरी गर्ने भनेको र यही 2-3टा बेसिक कुराहरू, एकदमै बेसिक कुराहरू मात्रै छ यसमा, पुरै डिटेलमा छैन। पार्टनरसिप एक्ट 2020 त पुरै टप टु बटम कम्प्लिटली पढ्नुपर्छ, पहिला पनि थियो अहिले पनि छ। इन्ट्रोडक्सन टु कम्पनीज, अघि यो कम्पनीज एक्ट हाम्रो लागि एकदमै क्रुसियल हुन्छ, यो हाम्रो एप्लिकेसन लेभल र पछि गएर एडभाइजरी लेभल लाइक थ्रु आउट द 3टै लेभलमा रहेको छ। फाउन्डेसन लेभलमा एकदमै बेसिक, कम्पनी भनेको के हो, एमओए भनेको के हो, एओए भनेको के हो, र कम्पनी कसरी दर्ता गर्ने है, रजिस्टर कसरी गर्ने, कम्पनीको बेसिक फिचरहरू के हुन्छ, बेसिक टाइप अफ कम्पनी, त्यो टाइप अफ कम्पनीमा त डेफिनेसन पनि पढ्नुपर्छ, जस्ट यो टाइपहरू मात्रै हो है भनेर चाहिँ एकदमै बेसिक कुराहरू चाहिँ यो च्याप्टरमा इन्क्लुड भएको छ है। र अर्को त्यसपछि 4th एक्ट इन्डस्ट्रियल इन्टरप्राइजेस एक्ट 2076 भनेर, अगेन नेपालको कन्टेक्स्टमा प्लस हाम्रो इकोनोमिक अथवा कर्पोरेट लको कन्टेक्स्टमा दिस इज भेरी इम्पोर्टेन्ट एक्ट है। र इट्स गुड थिङ कि आइक्यानले अहिले फाउन्डेसन लेभलमै हालेको छ, यो एप्लिकेसन लेभल र एडभाइजरी लेभलमा त हुन्छ। र यसको हाल्नुको एउटा अर्को लजिक मलाई के पनि लाग्छ भनेपछि, सिन्स हजुरको अहिले अब फाउन्डेसन लेभलमै ट्याक्सेसन पनि आयो, र यो कुरा यसको धेरै कुराहरू ट्याक्सेसनसँग डाइरेक्टली लिङ्क हुन्छ कि। इन्डस्ट्रियल इन्टरप्राइजेस एक्टले चाहिँ सर्टेन इन्डस्ट्रीहरू होइन, सर्टेन इन्डस्ट्रीहरू कम्पनीहरूलाई चाहिँ इम्प्लोइको नम्बरको आधारमा, प्रफिटको आधारमा, इन्कर्पोरेसनको आधारमा, अथवा काम के गर्ने हो, म्यानुफ्याक्चरिङ के को म्यानुफ्याक्चरिङ गरिरहेको, त्यसको आधारमा चाहिँ एकदमै धेरै एक्जेम्सनहरू, ट्याक्स रेटमा एकदमै धेरै कन्सेसनहरू दिने गर्छ कि। सो यो डाइरेक्टली मेरो ट्याक्ससँग रिलेटेड हुन्छ। र अब फाउन्डेसन लेभलमै ट्याक्सेसन इन्क्लुड गरिसकेपछि यो एक्ट पनि इन्क्लुड गर्नु इज भेरी लजिकल। तर अब त्यो लेभलको डेप्थमा चाहिँ छैन, बेसिकली इन्डस्ट्री कुन इन्डस्ट्री यसमा कभर हुन्छ, यसको रजिस्ट्रेसन कुन डिपार्टमेन्टमा गर्ने र कसरी रजिस्ट्रेसन गर्ने, रजिस्ट्रेसन गरेन भने के हुन्छ, यही एकदम बेसिक 3-4वटा कुराहरू मात्रै इन्क्लुडेड छ यहाँ। पछि डिटेल त अब एडभाइजरी लेभल र एप्लिकेसन लेभलमा भइ नै हाल्छ। सो अर्को 1 मोर एक्ट रहेको छ, नेगोसिएबल इन्स्ट्रुमेन्ट एक्ट 2034 है। नेगोसिएबल इन्स्ट्रुमेन्ट भनेको के हो र यसको युजेस कहाँ हुन्छ, बिल अफ एक्सचेन्जहरू, प्रमिसरी नोटहरू। अब यदि नोटिस गऱ्यो भने बिल अफ एक्सचेन्ज र प्रमिसरी नोट अकाउन्ट, यही फाउन्डेसन लेभलकै जुन पेपर 1 छ अकाउन्टिङ, त्यहाँ पढ्नुपर्छ। सो त्यसको थ्योरिटिकल पार्ट यहाँ पढ्नुपर्ने, अगेन भेरी इम्पोर्टेन्ट है। दुइटै अब के अरे तपाईँको चाहिँ पेपर नम्बर 4 र पेपर नम्बर 1 पनि लिङ्क भयो यसरी। सो इट्स गुड कि यो च्याप्टर पनि यसमा इन्क्लुड भएको छ। र लास्ट एउटा च्याप्टर छ लेबर एक्ट 2074। यदि एमसिसीएको कोर्स राम्रोसँग हेरे भए यहाँ पनि वेजेस एन्ड लेबर रिलेटेड प्रोभिजन एमसिसीमा पनि छ, र पहिला चाहिँ यो पढाउनु पर्थ्यो है। यहाँनिर लेखिदिएको छ सर्टेन कुराहरू चाहिँ लेबर एक्टबाट आउँछ भनेर यहाँनिर लेखिदिएको छ। अब लेबर एक्टमा के छ भन्ने कुरा विद्यार्थीलाई थाहै हुँदैन, अब त्यही भएर अहिले चाहिँ के पनि हाल्थ्यो, लेबर एक्ट 2074 पनि हाल्थ्यो। यसको पनि एकदमै बेसिक पोर्सनहरू मात्रै छ है। सो दिस इज ओभरअल कोर्स। यसको मार्क्स अझ मैले भन्नु बिर्सेछु। सो एमसिसी त्यो भयो। इन्डस्ट्रियल ल जुन चाहिँ 4वटा लहरू छ, यो 4वटै लहरू मिलाएर टोटल 20 मार्क्सको क्वेसन आउँछ है।
सो दिस पोर्सन मेबी पछि एक्जाम पर्सपेक्टिभबाट पढ्दाखेरि दिस पोर्सन विल बी इम्पोर्टेन्ट। यसलाई अफिसियली आइकेनले त भनेको छैन, तर हामीले चाहिँ यसलाई सिन्स 4वटा ल भएको हिसाबले चाहिँ 5 मार्क्स इच हामीले चाहिँ डिभाइड गर्न चाहिँ सकिन्छौँ। तर यो प्याटर्न जुन मैले यो 5 मार्क्स भने यो प्याटर्न फलो नहुनु पनि सक्छ है, जुनसुकैबाट पनि सोध्न सक्छ। तर ओभरअल इन्डस्ट्रियल लजबाट चाहिँ ओभरअल 20 मार्क्सको क्वेसन आउँछ। सो ओभरअल कोर्स यही नै हो है लको। क्यापनको एक्जिस्टिङ विद्यार्थीहरू जसले हेर्दै हुनुहुन्छ उहाँलाई ओ माई गड एकदमै धेरै एडिसन भयो जस्तो छ, कन्भर्ट गर्ने नगर्ने जस्तो फिल भएको होला, तर टफ भएको छैन। वान मोर रिल्याक्सेसन इज पहिला 25 मार्क्स गरेर, सो ओभरअल 50% एमसिक्यू हुन्थ्यो र 50% चाहिँ सब्जेक्टिभ हुन्थ्यो। योपालि अब आइकेनले 60% एमसिक्यू। सो लको मात्रै हेर्दाखेरि 50 मार्क्स मध्ये 30 मार्क्स चाहिँ के हुन्छ त भन्दाखेरि 30 मार्क्स एमसिक्यू आउँछ अब्जेक्टिभ क्वेसन र 20 मार्क्स मात्रै सब्जेक्टिभ आउँछ। सो त्यो हिसाबले धेरै रिल्याक्सेसनहरू पनि छ र इट्स अ गुड कोर्स एक्चुअली पढ्नको लागि है। बाँकी कुरा त अब आफ्नो डिसिजन भयो। सो डिलिसनको पनि मैले यहाँनिर एउटा समरी बनाइदिएको छु। पर्फर्मेन्स अफ कन्ट्र्याक्ट इट इज डिलिटेड, टर्मिनेसन अफ कन्ट्र्याक्ट, ब्रिच अफ कन्ट्र्याक्ट, जुन 3 तपाईँलाई एकदमै भेरी इम्पोर्टेन्ट पार्ट भनेर पढिन्थ्यो, दिस इज डिलिटेड नाउ। यो छैन अहिले अब कोर्समा। यो एक्चुअली यो एप्लिकेसन लेभलमा हालेको छ, पढ्नै नपढ्ने चाहिँ होइन, पछि एप्लिकेसनमा पढ्नुपर्छ। क्वाजाइ कन्ट्र्याक्ट रिलेटेड प्रोभिजनहरू यो सबैभन्दा एकदमै ल्याङ्ग्वेजको हिसाबले पनि एकदमै टेक्निकल है, पढाउनलाई पनि गाह्रो, बुझाउनलाई पनि गाह्रो, बुझ्न पनि गाह्रोवाला पार्ट थियो। यो पनि अब छैन अहिले है। र अर्को प्रोभिजन रिलेटेड टु टोर्ट्स भनेर थियो पहिला, जुन पहिलाको कोर्सको विद्यार्थीहरूलाई याद छ भने मिसेलिनियस च्याप्टरमा सबसे लास्टमा जुन टोर्ट्सवाला पार्टहरू थियो त्यो पनि अहिले के छ त डिलिटेड छ, फाउन्डेसन लेभलमा छैन है। सो द्याट इज द ओभरअल ल है, लको ओभरअल कोर्स। ट्याक्सेसन कम्प्लिटली न्यू, पहिला इकोनोमिक्स थियो, यहाँ इकोनोमिक्स डिलिट गरेर अहिले अब ट्याक्सेसन ल्याइएको छ, विच इज एक्चुअली गुड है, मेक सेन्स। किन भन्दाखेरि ट्याक्सेसन थ्रु आउट अब एप्लिकेसन लेभल र एडभाइजरी लेभलमा एकदमै धेरै पढ्नुपर्ने हुन्छ। त्यही भएर त्यसको बेसिक ट्याक्सेसनको बेसिक पार्टहरू फाउन्डेसनमै लेभलमै पढाएर चाहिँ विद्यार्थीहरूलाई अगाडि बढाउनु एकदमै राम्रो कुरा हो। सो यसको तर एकदमै बेसिक कुराहरू मात्रै छ है। सोर्स अफ ट्याक्स लज है, ट्याक्स लज कहाँबाट आउँछ, कसरी बन्छ, बेसिकली ट्याक्सको एक्टको कुराहरू है, फाइनेन्स एक्ट जुन हरेक वर्ष बजेट भाषण हुन्छ त्यो सबै कुराहरू, इस टाइप्सहरू, यो बेसिक कुराहरू च्याप्टर नम्बर 1 मा छ। च्याप्टर नम्बर 2 प्रोसेस अफ डेभलपमेन्ट एन्ड अमेन्डमेन्ट इन ट्याक्सेसन लज। सो फर इक्जाम्पल एउटा ट्याक्सको बारेमा अलरेडी एउटा प्रोभिजन छ, अथवा कुनै ट्याक्सको बारेमा छँदै छैन, प्रोभिजनै छैन, नयाँ कुरा आयो, फर इक्जाम्पल क्रिप्टोको कुराहरू आइरहेको छ हो अहिले। अब त्यसको बारेमा कसरी ट्याक्स बनाउने, त्यो नयाँ ट्याक्सेसन ल कसरी बनाउने, प्रोसेस अफ डेभलपमेन्ट त्यो कसरी बनाइन्छ, प्रोसेस अफ डेभलपमेन्ट। र अलरेडी एउटा कुनै ल छ भनेपछि सरी है, अलरेडी एउटा कुनै ल छ भने त्यसलाई अब नयाँ कसरी बनाउने, त्यसलाई अमेन्ड कसरी गर्ने, त्यसको प्रोसेसहरू च्याप्टर नम्बर 2 ले सिकाउँछ है। दिस इज च्याप्टर नम्बर 2। च्याप्टर 3 ट्याक्स प्लानिङ, ट्याक्स मिटिगेसन, ट्याक्स अभोइडेन्स र ट्याक्स इभेजन। यो के हुन्थ्यो, यो इन्क्लुड यहीँ फाउन्डेसनमा इन्क्लुड गर्नुको लजिक मलाई के लाग्छ थाहा छ? पहिला जुन क्याप 2 र क्याप 3 अथवा अहिलेको ल्याङ्ग्वेजमा एप्लिकेसन लेभल र एडभाइजरी लेभल भनौँ, ट्याक्सेसन पढ्यो टप टु बटम, हरेक रेटहरू थाहा छ, हरेक इन्कमहरू क्यालकुलेट गरेर छ, सबै आइरहेछ विद्यार्थीलाई। लास्टतिर एउटा च्याप्टर हुन्थ्यो ट्याक्स प्लानिङ भनेको के हो, मिटिगेसन भनेको के हो, अभिडेन्स भनेको के हो, इभिजन भनेको के हो भनेर, त्यो कसैले ध्यान दिँदैन कि, कसैले ध्यानै नदिनु, त्यसको मिनिङ पनि थाहा छैन। हामी अब एउटा चार्टर्ड अकाउन्टेन्ट प्रोफेसनल बनिसकेपछि हामीले ट्याक्सको प्रोभिजन मात्रै घोकेर मात्रै काम लाग्दैन। ट्याक्स हामीले हाम्रो क्लाइन्टलाई पछि गएर ट्याक्स प्लानिङ गर्न पनि सिकाउनु पर्ने हुन्छ। त्यही पार्ट चाहिँ विद्यार्थीले त्यसलाई चाहिँ ध्यान नदिने भन्ने चाहिँ ध्यान नदिएको भएर यसलाई अब फाउन्डेसन लेभलमै डिटेलमा पढाएर सर्टेन मार्क्स वेटेज पनि दिइसकेपछि विद्यार्थीले राम्रो बुझेर अगाडि बढ्छन् भन्ने लजिकका साथ इन्क्लुड गरेको हुनसक्छ यो कुरा भन्ने मलाई लाग्छ। तर अब यसलाई एकदम डिटेलमा पढायो भने टेक्निकल भएर जान्छ, खासमा यो प्रोभिजन पढेपछि नै पढ्नुपर्ने कुरा हो। तर यहाँ अहिले अब डेफिनेसन लेभलमा एकदम बेसिक कुराहरू मात्रै छ च्याप्टर 3 है। च्याप्टर नम्बर 4 प्रोसेस अफ ट्याक्स पेयर्स आइडेन्टिफिकेसन एन्ड ट्याक्स एडमिनिस्ट्रेसन। कोले ट्याक्स पेयर को हो मेरो, कोले ट्याक्स दिनुपर्छ, व्यक्तिले मात्र तिर्ने हो कि संस्थाले तिर्ने हो कि, संस्था पनि कुन संस्थाले तिर्ने, कति रेटमा तिर्ने है, त्यसलाई आइडेन्टिफाई त गर्नु पऱ्यो, त्यो आइडेन्टिफिकेसनको बारेमा र एडमिनिस्ट्रेसनको बारेमा चाहिँ च्याप्टर नम्बर 4 मा छ। च्याप्टर नम्बर 5 अगेन बेसिस अफ ट्याक्सेसन एक्जेम्सन फ्रम ट्याक्स। अब यो सबै भनेको यो अगेन हामीले क्लासमा पछि पढि नै हाल्छौँ, मैले जस्ट अहिले कोर्स कन्टेन्ट सरले हेर्दैछु। ट्याक्स पिरियड है, फाइनेन्सियल इयर भनेको के हो, असेसमेन्ट इयर भनेको के हो, अथवा नयाँ इन्कर्पोरेटेड कम्पनी छ भने त्यसलाई ट्याक्स पिरियड के हुन्छ, यो सबै कुराहरू, प्लस रिटर्न फाइलिङ, ट्याक्स रिटर्न लास्टमा फाइल पनि गर्नु पऱ्यो, त्यो कसरी गर्ने है। नेपालमा धेरै फर्महरू छन्, D1 भन्छ, D5 भन्छ, यो सबै फर्म कसलाई कुन एप्लिकेबल, यो सबै कुराहरू यहाँ छ। र लास्टमा ट्याक्स अडिट सर्भिसेस भनेर एउटा नयाँ कन्सेप्ट पनि इन्क्लुड भएको छ। सो दिस इज ओभरअल ट्याक्सेसन, कम्प्लिटली थ्योरिटिकल है, क्यालकुलेसन छैन। एक्चुअली ट्याक्स भनेको एउटा प्र्याक्टिकल सब्जेक्ट हो, पछि गएर प्र्याक्टिकल सब्जेक्ट हुन्छ, तर अहिले चाहिँ फाउन्डेसन लेभलमा कम्प्लिटली थ्योरिटिकल सब्जेक्ट। सो यो पेपर नम्बर 4 को ओभरअल एनालाइसिस यही नै हो, थ्योरिटिकल सब्जेक्ट है। 50 मार्क्सको ल आउँछ, 50 मार्क्सको ट्याक्सेसन आउँछ,
जसमा 60% MCQ हुन्छ, टोटल ओभरअल 60% सब्जेक्ट अब्जेक्टिभ MCQ आउँछ र 40% चाहिँ सब्जेक्टिभ आउँछ। र अनेस्टली भन्नुपर्दा टफ भएको छ अलिकति है, ल स्पेसली लको पोर्सन धेरै एक्टरहरू एड भएको छ, एकदमै लेन्दी भएको छ, तर कन्सेप्चुअल लेभलमा हेर्दाखेरि चाहिँ एकदमै राम्रो कोर्स छ। सो द्याट्स अल फर टुडे एन्ड थ्याङ्क यू फर वाचिङ। सो फ्युचरमा मैले यसको चाहिँ यो पेपरको प्लस अरू पेपरहरूको पनि एनालाइसिस लिएर आउँछु, प्लस यो पेपरको क्लासेसहरू पनि लिएर आउँछु। सो इफ यु वान्ट टु वाच दिस भिडियो, मेबी यु क्यान कन्सिडर सब्सक्राइबिङ, बट द्याट्स अल योर पार्ट। थ्याङ्क यू।